हाम्रो चनडाङ्गी बजारको बारेमा प्राय जसो मान्छेहरूले के सोच्ने गर्छन् भने चनडाङ्गी बजार भनेको चाहिँ एउटा सानो बजार हो। यहाँनिर कुनै सामानको पनि पसल छैन, अन्त्यबाट सामान लिएर आउनुपर्छ, किनेर ल्याउनुपर्छ भनेर सोच्ने गर्छन्। तर अब चाहिँ त्यस्तो छैन, किनभने हाम्रै चनडाङ्गीमा सबै प्रकारको सामानहरूको पसलहरू खोलिएको छ र साथसाथै हाम्रो दाजुले पनि अब अरूको देशमा गएर किन खट्ने, आफ्नै देशमा बिजनेस व्यापार गर्ने, अब आफ्नै गाउँ समाजको मान्छेहरूलाई सेवा सुविधा दिने भनेर वर्षौंदेखि इलेक्ट्रोनिक पसल चलाइराख्नु भएको छ र साथसाथै अहिले चाहिँ इलेक्ट्रोनिक पसलको साथसाथै हार्डवेयर पसल पनि, हार्डवेयर सामानहरू पनि जोड्नु भएको छ, थप्नु भएको छ र त्यही भएर यहाँनिर चाहिँ इलेक्ट्रोनिक सामानहरू सम्पूर्णको साथसाथै हार्डवेयर सामानहरू पनि एकदमै सुपथ मूल्यमा पाइन्छ र यहाँनिर अझै के सेवा सुविधाहरू पाइन्छ यो हाम्रो दाजुबाटै हल्का बुझौँ है त। नमस्कार दाजु। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम घनेन्द्र भट्टराई र म पनि स्थानीय बासिन्दा पनि हो। हजुर, अनि कति वर्ष भयो त तपाईँले यहाँ पसल खोल्नु भएको? मैले यहाँ पसल खोलेको 10 वर्ष भएछ सञ्चालन गरेको। अनि यहाँनिर चाहिँ जनताहरूको लागि के सेवा सुविधाहरू छ त अहिले? सुरुमा चाहिँ मेरो पसल भनेको फोटो र यो मोबाइल सम्बन्धी काम मात्रै गरिन्थ्यो। पछाडि फोटो र मोबाइललाई मात्रै सायद व्यवसाय अघि नलाग्दा जस्तो लागेर इलेक्ट्रोनिक साथै प्लम्बिङ र हार्डवेयरको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा त गराउँदै आएको छु। अब स्थानीय बासिन्दालाई सहज होस् भनेर। मतलब यहाँनिर अब पंखा, मोबाइलदेखि लिएर फोटोकपी गर्ने सबै सेवाहरू पाइन्छ? मतलब हजुर एकै ठाउँमा पाइन्छ सबै। मतलब अरू ठाउँ जानु पनि परेन र यहाँ चनडाङ्गीमा चाहिँ अरू ठाउँमा छैन पनि होला सायद? हजुर, संवेदना बनाउने, फोटो बनाउने, पासपोर्ट खिच्ने लगायत सम्पूर्ण कामहरू गरे। मतलब यहाँको बासिन्दाले एकदमै सेवा सुविधा पाएको छ यहाँनिर पसल भएर। हस् त, धन्यवाद। धन्यवाद है। र अहिले चाहिँ म यहाँनिर चार्जेबल बल्ब र मल्टिप्लग लिन आएको थिएँ र म सम्पूर्ण इलेक्ट्रोनिक घरमा चाहिने सामानहरू चाहिँ यहीँदेखि लाने गर्छु। अब मेरै गाउँठाउँकै दोकान हो अनि तपाईँहरू पनि यहीँदेखि लानु होला, किनभने यहाँनिर चाहिँ सबै सामानहरू पाइन्छ। तपाईँलाई फर्केर अरू ठाउँ जानु पर्दैन र एकदमै सबै सामानहरू एकदमै सुपथ मूल्यमा दिनुहुन्छ र भेट हुनेछ अर्को शानदार भिडियोमा। हस् त, धन्यवाद। हाम्रो पसलको लोकेसन चाहिँ चनडाङ्गी चोकमै छ, यहाँनिर हेर्न सक्नुहुनेछ।